सर्टेस्ट रिमेनिङ टाइम फर्स्टमाको क्राइटेरिया भनेको चाहिँ ब्रस टाइम हो। सुरुमा चाहिँ हामीले ब्रस टाइमलाई नै प्रायोरिटीमा राख्नुपर्छ होइन। अनि त्यस पछाडि यसको मोड भनेको चाहिँ प्रिम्टिभ हो। प्रिम्टिभ भनेको चाहिँ के हो भन्दाखेरि हामीले यहाँनिर सिपियुले चाहिँ के गर्छ भन्दाखेरि प्रोसेसलाई एकैचोटि एक्जिक्युट गर्दैन क्या, बिस्तारै बिस्तारै टर्न बाई टर्न एक्जिक्युट गर्दै जान्छ होइन। अनि त्यस पछाडि अब हाम्रो यहाँ प्रोसेस दिएको छ P1 P2 P3 P4 अनि हामीलाई गिभनमा भनेको अराइभल टाइम दिएको हुन्छ अनि ब्रस टाइम दिएको हुन्छ, यो तीनटा दिएको हुन्छ होइन। अब हामीले यहाँबाट चाहिँ कम्प्लिसन टाइम, टर्न अराउन्ड टाइम, वेटिङ टाइम र रिमेनिङ टाइम निकाल्नु पर्ने हुन्छ। सुरुमा चाहिँ हामीले ग्यान्ट चार्ट बनाउनु पर्ने हुन्छ। ग्यान्ट चार्ट बनाउँदाखेरि चाहिँ हाम्रो मेन यसको क्राइटेरिया भनेको चाहिँ ब्रस टाइम हो नि त, त्यही भएर हामीले फोकस भनेको चाहिँ ब्रस टाइममै गर्नुपर्छ। अनि फर्स्टमा हामीले सुरुमा स्टार्ट चाहिँ कसरी गर्ने हो भन्दाखेरि जहिले पनि हामी 0बाट स्टार्ट गर्छौँ होइन, अराइभल टाइम 0बाट स्टार्ट गर्छौँ। अनि अराइभल टाइम 0 हुँदाखेरि कुन प्रोसेस छ, P1 छ नि त, हामी P1 लेख्छौँ। अब यसको इन्टरभल चाहिँ कति राख्नुपर्छ भन्दाखेरि 1 नै राख्ने, किनकि हामीलाई सुरुमा यो न्युमेरिकल गर्दाखेरि हामीलाई थाहा हुँदैन अनि धेरै इन्टरभल राख्दाखेरि चाहिँ हाम्रो कुनै प्रोसेसहरू मिस हुनसक्छ, त्यही भएर हामीले 1 नै राख्नुपर्छ। 0 देखि 1 सम्म राख्यौँ होइन। अब P1 को हामीले इन्टरभल 1 राख्यौँ नि त भनेपछि यो एकचोटि मात्रै एक्जिक्युट भयो भन्ने बुझ्ने क्या, एकचोटि एक्जिक्युट भयो प्रोसेस भनेपछि 5 मा 1 गर्नु त कति हुन्छ, 4 भयो होइन। त्यस पछाडि 0 देखि 1 को इन्टरभलमा यो अराइभल टाइमको इन्टरभल हो, यो 0 देखि 1 को इन्टरभलमा कुन कुन प्रोसेस पर्छ, P1 र P2 पर्छ। P1 हामीले अलरेडी लेखिसक्यौँ होइन। त्यस पछाडि हामी लेख्छौँ P2 लेख्छौँ। त्यस पछाडि यसलाई पनि हामी एउटा 1 को इन्टरभलमा नै एक्जिक्युट गर्छौँ भनेपछि P2 लाई एकचोटि एक्जिक्युट गऱ्यौँ भनेपछि यहाँनिर हामीले माइनस गर्नुपर्छ। 3 - 1 गर्दा कति भयो, 2 भयो। अब 0 देखि 2 को इन्टरभलमा कतिवटा प्रोसेस पर्छ, P1 पर्छ, P2 पर्छ अनि P3 पर्छ हो। अब के गर्ने भन्दाखेरि यहाँनिर पनि हामीले कम्पेयर गरेको थियौँ ल, सरी मैले यो भन्न छुटाएछु। P1 र P2 पर्थ्यो होइन, 0 देखि 1 को इन्टरभलमा P1 र P2 पर्थ्यो। P1 को ब्रस टाइम हाम्रो 4 थियो, P2 को ब्रस टाइम हाम्रो 3 थियो। 4 र 3 मा कुन सानो थियो, 3 सानो थियो, त्यही भएर हामीले यहाँ P2 लेखेको। त्यस पछाडि यो 0 देखि 2 को इन्टरभलमा P1 P2 र P3 पर्थ्यो, यो तीनटा पर्थ्यो, एउटा दुईटा तीनटा पर्थ्यो होइन। भनेपछि अब हामीले कुन प्रोसेस यहाँ लेख्ने भन्दाखेरि चाहिँ यसको ब्रस टाइम हेर्नुपर्छ। 4 2 4 छ होइन, सबैभन्दा सानो ब्रस टाइम कसको छ, P2 को छ नि त, त्यही भएर हामीले यहाँ P2 लेख्छौँ। P2 लाई पनि हामी एकचोटि मात्रै एक्जिक्युट गर्छौँ। 2 - 1 1। अब फेरि 0 देखि 3 को इन्टरभलमा कुन कुन पर्छ, P1 P2 P3 नै पर्छ, P4 पर्दैन, P4 त 4 मा मात्रै आउँछ नि त। अब यो तिनटैमा कम्पेयर गर्ने हुँदाखेरि P2 नै अहिले पनि सबैभन्दा सानो छ ब्रस टाइममा हेर्दाखेरि, त्यही भएर हामीले फेरि P2 नै लेख्छौँ। अब यो सक्यो। अब 0 देखि 4 सम्म कुन कुन प्रोसेस पर्छ, P1 P2 P3 P4, यो चारवटा प्रोसेस पर्छ। त्यो मध्येमा यो P2 सकिसक्यो भनेपछि यो तीनटा पर्यो, P1 P3 र P4 पर्यो। यसमा सबैभन्दा सानो ब्रस टाइम कसको छ, P4 को छ, P4 लेख्छौँ। यसको इन्टरभल पनि हामी 1 नै राख्छौँ। यसको ब्रस टाइम 1 थियो, 1 एकचोटि एक्जिक्युट गरिसकेपछि यो 0 भयो। अब कसको पाली आयो, P1 र P3 को पाली आएन। त्यो दुईटैको ब्रस टाइम भनेको चाहिँ 4 छ भनेपछि इक्वल ब्रस टाइम भयो भने अब के गर्ने भन्दाखेरि हामीले यसको अराइभल टाइममा हेर्ने, जुन छिटो कुन चाहिँ पहिला आएको थियो त, P1 पहिला आएको थियो नि त P3 भन्दा 0 मा, सो हामी P1 लेख्छौँ। एकचोटि एक्जिक्युट गर्ने, यहाँनिर कति भयो, 3 भयो, यहाँ 6 भयो। अब हामीलाई थाहा छ नि त यो P1 र P4 मात्रै लास्टमा दुईटा मात्रै प्रोसेस बाँकी छ भनिसके पछाडि P1 भनेको जतिखेरै अब 2-3 चोटि एक्जिक्युट गर्दाखेरि पनि P1 नै सानो हुन्छ नि त P3 भन्दा। सो हामीले एकैचोटि एक्जिक्युट गर्दा पनि हुन्छ क्या, यहाँ 3 छ, यहाँ 6 भयो होइन, 7 8 9 भनेपछि हामीले यहाँनिर P1 लाई 9 चोटि एकैचोटि एक्जिक्युट गरिदिँदा पनि हुन्छ क्या, 3 को डिफरेन्समा, किनकि हाम्रो 3 थियो त्यही भएर। अब यो पनि सक्यो। अब कसको पाली आयो, P3 को पाली, P3 लेख्छौँ। अब यो लास्ट प्रोसेस हो नि त, त्यही भएर यो लास्ट एकैचोटि एक्जिक्युट गरिदिने। 9 10 11 12 13, 4 जोड्दाखेरि 13 भयो। यसरी यो ग्यान्ट चार्ट कम्प्लिट हुन्छ। अब कम्प्लिसन टाइम चाहिँ कसरी थाहा पाउने भन्दाखेरि यहाँ हेर्ने, P1 को कम्प्लिसन टाइम कसरी हुन्छ भन्दाखेरि यहाँ P1 सबैभन्दा लास्टमा कहाँ छ, यहाँ छ भनेपछि लास्टमा चाहिँ यो 9 चोटिमा कम्प्लिट भएको रहेछ क्या, त्यही भएर हामीले कम्प्लिसन टाइम यहाँनिर 9 लेख्यौँ।
त्यस पछाडि आउँछ P2 P2 को सबैभन्दा लास्टमा यहाँ कहाँ छ यहाँ छ हैन भनेपछि यसको कम्प्लिसन टाइम भनेको 4 भयो P3 कहाँ छ P3 यहाँ छ P3 को कम्प्लिसन टाइम भनेको 13 भयो त्यस पछाडि P4 कहाँ छ यहाँ छ लास्टमा सबैभन्दा लास्टमा यहाँ छ नि त भनेपछि 5 भयो T80 भनेको चाहिँ टर्न अराउन्ड टाइम को फर्मुला भनेको चाहिँ के हो भन्दाखेरि CT - 80 कम्प्लिसन टाइम - 80 भयो कम्प्लिसन टाइम भनेको 9 - 0 भनेको 9 4 - 1 भनेको 3 13 - 2 भनेको 11 5 - 4 भनेको 1 टर्न अराउन्ड टाइम सक्यो त्यस पछाडि आउँछ वेटिङ टाइम भनेको टर्न अराउन्ड टाइम माइनस ब्रस टाइम अब ब्रस टाइम लिँदाखेरि चाहिँ यो पछाडिको ब्रस टाइम लिने हैन का ओरिजिनल जुन पहिलाको थियो हो त्यो वाला चाहिँ ब्रस टाइम लिनुपर्छ 9 मा 5 घटाउँदा 4 3 - 3 0 11 - 4 7 1 - 1 0 RT भनेको चाहिँ रिमेनिङ टाइम हो यसको फर्मुला भनेको चाहिँ CPU फर्स्ट टाइम माइनस अराइभल टाइम CPU फर्स्ट टाइम भनेको के हो भन्दाखेरि प्रोसेस 1 को CPU फर्स्ट टाइम भनेको प्रोसेस 1 सबैभन्दा सुरुमा कहाँ अकर भएको थियो सुरुमा यहाँ अकर भएको थियो नि त हैन भनेपछि यसको CPU फर्स्ट टाइम चाहिँ हाम्रो लेफ्ट साइडको नम्बर हेर्ने हो यो तलपट्टिको नम्बर हेर्ने हो भनेपछि P1 को चाहिँ 0 भयो हैन 0 CPU फर्स्ट टाइम माइनस 80 हो नि त अराइभल टाइम 0 - 0 0 भयो अब हामी प्रोसेस 2 को हेर्छौं प्रोसेस 2 कहाँ छ सबैभन्दा सुरुमा यहाँ छ यसको CPU फर्स्ट टाइम 1 भयो 1 मा 1 घटाउँदा 0 भयो प्रोसेस 3 को CPU फर्स्ट टाइम प्रोसेस 3 सुरुभन्दा सुरुमा कहाँ आएको छ यहाँ आएको छ प्रोसेस 3 को CPU फर्स्ट टाइम 9 हो 9 मा 2 घटाउँदा 7 भयो त्यस पछाडि P4 को CPU फर्स्ट टाइम यहाँ छ यसको लेफ्ट साइडमा हेर्ने 4 मा 4 घटाउँदा 0 भयो यो भनेको रिमेनिङ टाइम भयो त्यस पछाडि अब हामी लेख्छौं एभरेज टर्न अराउन्ड टाइम भनेको चाहिँ के हो भन्दाखेरि यो सबैलाई टोटल गर्दाखेरि चाहिँ 24 आउँछ अनि कतिवटा प्रोसेस छ एउटा दुईटा तीनटा चारवटा छ भनेपछि डिभाइड बाइ 4 भयो एभरेज वेटिङ टाइम पनि त्यसरी नै यसलाई टोटल गर्ने सबैलाई त्यो टोटल गर्दा 11 आउँछ चारवटा प्रोसेस छ त्यही भएर हामीले 4 ले डिभाइड गर्यौं 2.75 आयो एभरेज रिमेनिङ टाइम भनेको सबैलाई टोटल गर्दाखेरि 7 आउँछ त्यसलाई 4 ले डिभाइड गर्ने अनि 1.75 आउँछ